हेलो एभ्रिवान, फेरि पनि अर्को हो। यो चाहिँ बिहाको पार्ट 2 हो मेरो भिडियो चाहिँ। अन्त यो चाहिँ अब यहाँनिर चाहिँ दुल्हनलाई बिदा गरिदिएको छ। यहाँ चाहिँ दुल्हन बसिरहेको छ हो। यहाँनिर चाहिँ हल्का रुवाबासी हुँदैछ हो। अनि यहाँ चाहिँ सितुले चाहिँ बाबालाई छोड्नु मन गरेको छैन। अन्त हल्का मैले भिडियो बनाइदिइहालेको हो। यहाँनिर चाहिँ सबैजना रुवाबासी भइरहेको थियो। अन्त मैले चाहिँ भिडियो गरिनँ, यति नै गर्नु पाएँ। अन्त के बनाउनु भनेर रुखहरू चाहिँ। अन्त यहाँ चाहिँ बिदाई मैले चाहिँ यहाँनिर चाहिँ दादालाई चाहिँ नाच्नुको लागि फोर्स गर्दै थिएँ। अन्त दादा चाहिँ बेहुला भनौँ न। अन्त दादा चाहिँ नाच्नु मन गरेको थिएन। अन्त त्यही भएर चाहिँ मैले फोर्स गरिनँ। अन्त यहाँनिर चाहिँ हल्का गफसफ हुँदै थियो। अन्त त्यहाँ बेहुलीहरू पनि गइसकिसक्यो। अन्त यहाँनिर चाहिँ हाम्रो गाउँको डान्सर दादा है, उहाँको नाम चाहिँ सदीप दादा भन्नुहुन्छ। उहाँले चाहिँ हेभी डान्स गर्नुहुन्छ। अन्त यहाँनिर पनि आन्टीहरूको चाहिँ हेभी डान्स हुँदैछ हो, मजाले डान्स गर्नु हुँदैछ। अन्त मैले चाहिँ साउन्ड एड गर्नु पाइनँ किनभने कपिराइट हुन्छ। यो चाहिँ माथिबाट चाहिँ म चाहिँ यहाँनिर डान्स गर्दै गरेको चाहिँ हेर्न आएको नि त। यहाँ चाहिँ डान्स स्टार्ट हुन थाल्यो हो। यो चाहिँ बाहिर यहाँनिर चाहिँ हेभी डान्स हुँदैछ हो। पैसाहरू पनि फ्याङ्गाफ्याङ हुँदैछ यहाँनिर चाहिँ अलिकति हो। आजको लागि चाहिँ यति नै। बिहाको भिडियो पनि सकियो, बाई बाई। अब म अरू भिडियो लिएर आउनेछु। अब बिहा पनि सकियो। अब मेरो चाहिँ घरको काम दाम हुन्छ। म चाहिँ 5 दिनको छुट्टीमा आएको।
हेर्छ होला यस्तो भिडियोहरू बाई